यो म्याउ लाको 2 महिना 2.5 महिना हुन लाग्यो। यसमा चाहिँ कतै कतै कुनै यसमा फुल फुल्न आँटेको जस्तो भएको छ। यसरी है फुल फुल्ने कोपिलाहरू छोडिरहेको छ। बोट भन्नुहुन्छ भने यति सानै छ, भुइँबाट लगभग 1.5 फिट लागेपछि मजाले कोपी छोड्दैछ। अब यो फुल फुल्नको लागि त होला भन्ने लागेको छ। हामीले पनि यो पहिलोचोटि गरेको खेती हो, हामीलाई पनि त्यति अनुभव छैन। अब बोटको अनुसार चाहिँ अहिलेसम्मलाई हेल्दी नै छ भन्ने बुझिन्छ। अलि ठुल्ठुला भनिने यस्ता बोटहरूमा चाहिँ मजाले फुल फुल्ने प्रोसेसमा छ। हाम्रो चाहिँ यो म्याउ सँगसँगै म्याउलाई नाइट्रोजन पुग्छ भनेर यसरी म्याउको साइडमा चाहिँ भटास पनि लगाइदिएको छौँ। अहिलेसम्मलाई यत्तिको भएको छ। यो म्याउ चाहिँ मेरो कम्मर आउने भनेको छ। अहिलेसम्म यो हामीले प्लान्टेसन गरेको चाहिँ 2.5 महिना हुन लाग्यो। यसमा पनि देख्न सक्नुहुन्छ फुल फुल्नको लागि मजाले यसरी कोपी छोडेछ। ल ठिक छ। प्रायः जसो सबै बोटमा चाहिँ फुल फुल्नलाई प्रोसेस सुरु भइसकेको रहेछ। यसलाई हामीले भर्खरै गोडमेल सकेका छौँ। हल्का झारहरू गोडमेल गरेको छ र भ्याएको छौँ। अब यो पानी जम्ने त हाम्रो खासै जमिन त्यस्तो छैन, जमिन भिरालै छ। त्यो हिसाबले समस्या नआउला पछि गएर भन्ने लागेको छ। अहिलेसम्मको लागि चाहिँ यत्तिकोलाई अब अरू जान्ने बुझ्नेहरूको भनाइअनुसार, अरू विज्ञहरूको भनाइअनुसार चाहिँ यत्तिको भनेको चाहिँ राम्रो हो भन्ने बुझिन्छ। अब हामीले चाहिँ पहिलो खेती भनौँ न, फर्स्ट टाइम गर्दैछौँ। यहाँभन्दा अगाडि चाहिँ यो व्यावसायिक रूपमा गरिएको थिएन। घरमा खाना लाउनलाई 2-4 बोट चाहिँ हुन्थ्यो। यता पनि लाउन चाहिँ म्याउ नै लागेको, तर यता अलि सफल हुन नसकेर भटास मात्रै देखिएको छ। कहीँ चाहिँ म्याउ छ, अलि सानै छ। यस्तै छ। ल हेर्नुहोस्, यता उताको तुलनामा यता अलि बोट पछि बिस्तारै आएको भएर अलिक सानै छ। ल हेर्नुहोस्, अहिलेसम्म चाहिँ रोग लागेको र ढुसी लागेको जस्तो बोट एउटा पनि देखिएको छैन। एकदम पारिदेखिको चाहिँ नुवाकोट, कुमरी चाउथे, ककनी पर्छ। हामी चाहिँ धादिङ धुनीबेसी 4बाट जीवनपुर भन्ज्याङ भन्ने ठाउँमा छ मेरो फर्म। यसरी लगाइएको छ। मजाले सप्लाएर आएको छ। सँगसँगै म्याउ सँगसँगै भटास पनि सर आएको छ। यत्तिको छ। ल हेर्नुहोस्, यो हाम्रो यहाँसँगै साला किसान भवन पनि छ। यो अहिले नयाँ बन्दै गरेको हाम्रो जीवनपुर सहकारी संस्थाको साना किसान सहकारी संस्थाको भवन हो। यो चाहिँ मैले यो औषधि ढुसीकै फङ्गिसाइड हाल्दाखेरि मात्रा मिलेन या के भयो, पानी नभएको बेलामा हाल्दा यो चाहिँ यसरी पात खाएको छ। गुबो चाहिँ खाएको होइन, यसरी पात मात्र खाएको छ। पछि गएर चाहिँ राम्रै भएको छ। यसरी पात खायो। अब यही त हो नि, गर्दै सिक्दै जाने हो। नयाँ काम गर्दाखेरि सबै कुरा जाने हुँदैन। त्यही भएर के मिस्टेक हुनु गएर यसरी पात खाएको छ। यसरी यति प्रायः सबैमा
यसरी फुल फुल्ने प्रोसेस छ। अब म्याउको बोट भन्नुहुन्छ भने यत्रो छ, जमिनबाट 1.5 फिट छोड्ने बित्तिकै कापैपछि फुल्नको लागि कोपी लाग्न सुरु भएको छ। गुबो एकदम राम्रो छ। यो चाहिँ मेरो ब्रोइलर फार्म हो। यसमा 2000 ब्रोइलर पालिरहेको छु। हुन्छ यो यसमा पनि देख्नुहुन्छ फुल्नको लागि कोपी जमिनबाट जम्मा 1-2 फिटमा माथि रहेर यहाँ रोड मुनि पनि राम्रै छ। यहाँको चाहिँ झार गोड्न बाँकी छ। यहाँको अलिक पछि अब 2-4 दिनमा यसको पनि झार गोडिन्छ।